2 वर्षको इन्तजारपछि फाइनली नेपालको यात्रा सुरु भएको छ। युएसए टु नेपाल। यो चाहिँ हामी एयरपोर्टमा जाँदैछौँ। अब यहाँबाट डाइरेक्ट 16-17 घन्टाको फ्लाइट लिएर सिधै इन्डिया ल्यान्ड हुनेवाला छौँ। अनि इन्डिया ल्यान्ड भएर त्यसपछि हामी मजाले इन्डिया ल्यान्ड हुने बित्तिकै ओ माई गड कस्तो ठुलो पानी परेको। पानी यस्तो बवाल परिरहेको थियो। मौसम दामी। राति 12-1 बजे हामी दिल्लीबाट नेपालको लागि गयौँ र हामीलाई बिहान 4 बजे नै महाकालीको किनारमा बोर्डर नेपाल र इन्डियाको बोर्डरमा ल्याएर छोडिदियो ड्राइभरले। त्यहाँबाट मेरो बुढी पनि खुसी छिन्। अब घर पुग्न अब 15-20 मिनट मात्र बाँकी छ। सिधै युएसएको उबरमा चढेर आएर नेपालको अटोमा सफर हुनेवाला छ। नेपालको अटोमा त चिसो हावा खाँदै गाउँ छिरियो। यहाँबाट सानो छँदाका धेरै राम्रो यादहरू छन् यो गाउँको, यो बाटोहरू। तर आइ एम फिलिङ सो फ्रेस आफ्टर लङ टाइम। एकदमै लामो समयपछि आएको, 10-12 वर्षपछि आए जस्तो फिलिङ भइरहेको। तर म क्वाइट सर्ट पिरियडमै आएको हो आउनु चाहिँ। तर एकदमै भित्रैबाट हुन्छ नि फर्स्ट टाइम अब्रोडबाट नेपाल आएको भएर होला मलाई अलग्गै लेभलको फिलिङ भइरहेको थियो घर जान चाहिँ। आइ एम रियली एक्साइटेड एन्ड इमोसनल अल्सो। खुसी थियौँ बुढाबुढी दुइटै फ्यामिलीसँग भेट हुनेवाला छ भनेर। खासमा चाहिँ अब घरमा मेरो दाइको छोरी छ। दाइको छोरीलाई भेट्न चाहिँ म एकदमै एक्साइटेड थिएँ। अनि त्यही भएर पनि मलाई एकदम जाने बित्तिकै त्यसलाई सुरुमै भेटौँ भन्ने कुरा थियो। अनि तर अब म घर पुग्न लागेँ। घर पुगिसकेपछि चाहिँ त्यहाँनिर घर पुगेको भिडियो चाहिँ म बनाउनसम्म त भएन, किनकि म त्यतिखेरको मोसनै सम्हाल्न सकिरहेको थिएन। त्यसपछि छोरीलाई पालाई फुकी गरेर त्यहाँ पुरा फकाइ खाना खुवाउँदै थिएँ। त्यसपछि माथि उसको आन्टी र मस्त रमाइलो होइन। फर्स्ट टाइम भेट्यो पनि होइन, एकदमै स्टार्टिङबाटै भेटेको जस्तो एकदम वार्म फिल गरायो छोरीले पनि। त्यस्तो